दाइ त अनि हिजो के भन्छ अरे पोखरामा पुरै अनि त्यसपछि पुरै स्विमिङ गर्दै थिएँ नि म न्यु इयर मनाएर आएर नि त पुरै उसमा के भन्छ अरे फेवातालतिर गएर रसियन भेटेर आएर हामी गरे कहाँ अनि उहाँ चिल्लो गुडो रसियन भन्छ कहाँ मान्छे यस्तो कालो मैलोमा आएपछि त बर्बाद भइहाल्छ नि अनि हाम्रो गुरु पनि गएको थियो लगिदिनु पर्छ नि यार त्यतितिर यार सबैलाई उहाँ कुरो बसिरहेको छु हो त यो यसमा के छ पोखरा गयो भने पोखराको उहाँ उसमा फेवातालमा कस्तो देखिन्छ मान्छेले हेर्नु त्यही हो रसियन जस्तै रातो रातो भएर आउनु आज एक दिन रसियन भनेर गएको हस्सिनु पर्यो नेपालमा पनि छन् नि ठमेलमा छन् पोखरामा पनि छन् पोखरा र ठमेलमा त नहुने त्यही हो चाइनिज पनि भेटिन्छ घाट हुनु पर्यो नपाउने भन्ने केही छैन जिन्दगीमा दाम भएपछि सब भेटिहाल्छ अब ल्याएर यस्तो मेरो महँगो डिजेल ल्याएर यसरी भ्याइदिने यार कहाँबाट आउँछ यार यस्तो बिक्री गरेपछि यार मेसिन बिग्रेको एक हप्ता भइसक्यो अहिलेसम्म बनाउनु छैन यार बिगारे यार यस्तो गरेपछि त यार कम्पनी डुबिहाल्छ नि गरे अनि नयाँ किनेको मेसिन यत्रो 30 लाख हालेर किनेको मेसिन यार नयाँ मेसिन ल्याएको एक हप्तामै यस्तो भयो काम गर्नु नपाइदिनु काम गर्ने कहिले हो सोच्दैन कि त्यो फोहोर मात्रै होला भरे लिएर यसको माल त ल्याउनै छैन अब त कुद्न पनि फ्रिली कुद्छ होला होइन हामीलाई रकेटको गतिमा 90 को स्पिडमा झ्याप्पै ब्रेक यसको लङ डेलिभरी गर्नु परेको यसले त 1 शट भन्दा 2 शट त उहाँ टेक्ने सामान्य व्यक्तिलाई त कसैले नै हान्नु पर्दैन झार्नै दिने हो धागो इनर्जी पनि लाउनु पर्दैन क्या हल्का हान्नु पनि यहीले इनर्जी जेनेरेट गर्छ कि यसको चेन्ज गरे माल चाहिँ यही मात्रै हो अब ब्रेक खै त ब्रेक ब्याड कहाँ छ यो त्यो खाएको थियो त्यस्तो रहेछ नि त्यस्तो सफा रहेछ त्यो खै त्यो बेच्नुपर्छ त ल्याउँदै हेरौँ अगाडिमा कति किलो हो ए 5 किलो हो कहाँ 5 किलो मात्रै छ यार बढी हो 6 किलो हो 7 किलो छ यही बेचिदिने हो कि यही बेचिदिने हो अस्ति भर 30 लाखमा किनेको यार घाटा लाग्छ यो मिसिनै यार
यसको दाँत र मेरो दाँत एउटै भइसक्यो क्या कहाँ हुन्छ यो किन यसरी खाएको मिस्त्री त यो आयल नभएर के हो के असर परेर हो केही झट्का पऱ्यो होला झट्का परेर हो आएपछि आन्टी पनि अफिस जानुलाई कहाँ के छ त्यो आन्टीको हुन्छ अफिस जानु त जमानामा परेको अब अहिले काम लाग्यो हामी जस्तो बकुल हुन्थ्यो हाम्रो सिद्धि भयो भने जमानामा परेको छ दुटोलको बहुमुखी क्याम्पस पढेर मान्छेले मिनी बहुमुखी क्याम्पसहरू के नपुग्दछ बुढो कहाँ अरे बुढिया त्यत्रो कोरियन कफी ल्याएर खाँदै आज पनि साइकल जान नपाइनु हो यार अलि छिटो गर्नु हो मिस्त्री यार सानो मिस्त्री दाइ तपाईँ यार त्यही कपाल पाल्ने यार आँखा साखा छोप्ने अनि यार कहाँ हुन्छ मिस्त्री भइसक्यो त अहिले चस्मा सस्मा लगाएर ट्याक्कै हेरे पो हुन्छ यार भागो आँखा पनि छोप्ने अनि त्यो कालै मैले भएर बस्नुभन्दा रुममै गएर बस्नु ठिकै जस्तो लाग्यो घाममा टिनी हाने त्यहाँमाथि हो कति बज्यो 10 खाना खान जाने होइन 11 बजीतिर खानु पाइँदैन त त्यहाँ किन अहिले गएर बस्न फेरि त्यहीँ बस्छु त्यो कसै गर्नुपर्छ त्यो कहाँ त्यो भएको उचाल्नु पऱ्यो त्यो ज्वरो भएको कहाँ सोध्नु सब खाइसक्यो अहिले खानुपर्छ यति छ कि नै छैन खैयो कति जाउँ भएको दुई दिन यस्तै कहाँ पोकै बोकेर हिँड्ने